गाडी कुदाइको अवस्था हैन आज बाल्जु पनि यही गाडी त होला नि हैन त्यो नै बाल्जु पुण्यमा जाँदैछौँ हामी जामा चोक हामी दुईजना दाइहरू पुरै मेला हेर्दै जाँदैछ जामा चोकको मेला आज 22 धारा मेला हिमानहरू पुरै त्यता दाइ हालका तपाईको कनु आज चिया टोनी मगला गना गना अनि चिया टोनी खा बोली होटल ला कि रेस्टुरेन्ट मगला खाना जी बाहिर छना छ कप चिया टोनी मजोला जो 22 धारा जाने कि अहिले गएर मात्र पैसा आउँदाखेरि हुन्छ भिड हुन्छ भनेर ल ठिकै छ अहिले जाउँला नि त 22 धारा मेला दुईजना दाजुहरू पुरै जाँदै हुनुहुन्छ आगन्तुकहरू मात्र वेलकम वेलकम 22 धारा जाँदैछौँ यसो दर्शन मात्र गरेर जाउँ न हुने यो बाटो वान वे छ है तपाईलाई भनेको बाटोहरु बुझ्दिनु होला यहाँ माथिबाट बाटो छ नि यो भित्र छिरेपछि माथिबाट घुमेर जानुपर्छ उताबाट सबै धारा जाने हुन्छ 22 धारा पुरै लाइन बाइस धारामा नौनी पुरिगयो हाम्रो वाकिङ क्लाइमरहरू लाइन छ कि अब भित्रलाई जामा चोक लाइन लाइन बस्नु न कि त्यहाँ 3 जना नाम टिपाएर आउनु यता पनि छ रे ल ए लजाउँछ हान्दै नि हाम्रो ट्रायल सुरु भयो ल अब ट्रेक सुरु हाम्रो वाकरहरू टाइमर लगाउँ ल हाम्रो आज हामी कहाँ जाने छ रे दाइ टाइमर राख्नुभयो रोहन दाइ टाइमर कति कहाँ पुग्ने 3.5 घन्टामा माथि भने कहाँ नि ठिक हो ल 3 घन्टामा अन्दाजी कि त्यो भरि त लाग्दैन नि अन्दाजी अब कति समय मिल्छ माथि प्रेम चाहिँ थाहा होला हार हेट सबै मासुम छ त रहँदै आउँदैछ गाह्रो भएको छ सजिलो धेरै छैन गाह्रो हो नि दिपेन दाइ पनि आउँदैछ बिस्तारै
कति गाह्रो भएछ दिपेन दाइ स्मुथ सहिलो छ नि बिस्तारै हिँड्ने 4 किलोमिटर हो मात्रै एकछिन बस्नु अन्त बसौँ एकछिन रेस्ट हान्नु न दिपेन दाइ एकछिन रेस्ट हान्नु केही फरक पर्दैन 15 मिनट भयो हामी चढेको कति मिनट भयो पसिनै पसिना भएछ एट थाह्रै उकालो त 11 कति मिनट भयो रहने 7 मिनेट भयो भर्खर 7 मिनटमा यस्तो खाग्या आधी घन्टा हिँडेपछि हामी सिराबाट आएको छ अब यो कमसेकम आधी घन्टा त हिँड्नुपर्छ अझ अझै आधी घन्टा 45 मिनट हिँड्नुपर्छ कहाँ अनि चौराउनलाई अनि अनि त्यहाँ एकछिन आराम गर्ने अनि हाम्रो गाइड छ अगाडि टिकटकर बनाउँदै हुनुहुन्छ डिस्टर्ब गर्नु मिल्छ होला टिकटक हाम्रो सोसियल मिडियामा भाइरल हुनलाई छ अगाडि पनि टिकटक बनाउँदै हुनुहुन्छ भिडियो बनाउँदै हुनुहुन्छ अगाडि हामी अगाडि जानु मिल्ला हाम्रो रोशन दाइ पुरै मुडमा हुनुहुन्छ मुडमा हुनुहुन्छ पुरै आज 5 बजे हिँड्ने भनेर गफ दिनुभएको दाइ 5 बजे फोन पनि उठाउनु मतलबै 5 बजे त मतलबै छैन झन्डैले आज क्यान्सलै हो कि भन्नु थालेँ मैले उहाँ दाइको कारणले पुरै कहाँ ए ध्यामज्यू दाइ दाइ पुरै मुडमै हुनुहुन्छ आज बिहान मात्र अलि 5 बजे भनेको 1 घन्टा नेपाली टाइम गरेर हामी 6 बजे हिँडेको थियो त्यसपछि हामी जाँदैछौँ अझ बाइक छ हिँड्नुहोस् न स्टार्टिङ हो नि यो 1 क्वार्टर हाम्रो हिरो हिरालाल दाइ 1 किलोमिटर भर्खर चढेर रहेछौँ हामी अझ 3 किलोमिटरको यात्रा 45 मिनेट सुरु 45 मिनेट यो 1 किलोमिटर आउनलाई 1 किलोमिटर आउनलाई कति लाग्यो कति भयो भन्दा घरि हेर्नुभयो कि वाच हेर्नुभयो कि के हेर्नुभयो अनि 1 घन्टामा कहाँ रोशन दाइले कुर्दैछौँ रोशन दाइ दिपेन दाइहरू आउँदै हुनुहुन्छ बिस्तारै उहाँ पर हुनुहुन्छ बिस्तारै लौरो टेक्दै हेर्दै आउने हुनुहुन्छ सेल्फी लिँदै पुरै दाइहरू हामी लगभग 1 किलोमिटर अलि बढी आइसक्यौँ हाम्रो दाइहरू फोटो खिच्दैछ मान्छेहरू पनि धेरै छन् छिटाउनु रोशन दाइ फोटो खिच्दैमा व्यस्त छ ऊ छिटाउनु रोशन दाइ खै ढिला गरेर आइरहने वाउ जामा चोक मेला 22 तारा दिपेन दाइ मैले लट्ठी ल्याइरहेको छु त्यो हेभी लट्ठी छोडिन् तपाईँलाई होइन दिपेन दाइलाई त्यो उल्टो भयो माथिबाट
सजिलो हुन्छ कि अझ त्यो मान्छे भनेको गरौँ काठ ल्याएर पनि हुन्छ भने गाह्रो भयो पुग्ला अब 2 किलोमिटर मात्र होला अब 2.5 किलोमिटर अँध्यारो हाम्रो ड्राइभर आउँदैछ अँध्यारो जङ्गल पुरै अँध्यारो भएर पठाऊ ट्याक्सीमा जाउँ न त होइन के छ ट्याक्सीमा आउनु पर्ला जस्तो पठाऊ कि त्यो ड्राइभ बनाउनु पर्ला है कस्तो अँध्यारो भएको हेर्नु न क्यामेरामा त उद्याहालै छ त फेरि हेर्नु है क्यालो हेर्नु पुरै अँध्यारै छ त हाम्रो दाइ खालि एउटा लिरिक्स गाएर जाउँचोक मेला कटाउला जस्तो नानी मेजु अति हे बाला भन्दै खालि दिपेन बाला सुए खाउँ अझ अँध्यारो पुरै हैट पानी पर्छ जस्तो आज जाउँचोक मेला भएर प्रायः सबै हाइकाउनेहरू नेवारै हुनुहुन्छ 90% नै नेवार आज हाइकाउन्ट भएको छ दाइ चाहिँ 90% ला ओ पानी हैट हाउरी आको सयो जामाचोक मेला 22 धारा धारै धारा हाम्रो रोशन दाइ कहाँको हिरो नानी मेजु अति हे बाला रोशन दाइ छक मे हाला दिस ए रोशन दाइ छिटो गीत गाइदिनु ओहो पुरै अँध्यारो भएको छ मैले चाहिँ बुट लाएर आएको कामै लागेको छ जस्तो अब चाहिँ अघि चढ्दाखेरि त बुट लगाएको मलाई रिग्रेट थियो अब चाहिँ बुट लगाएको ठिकै लागेको छ यस्तो हावाहुरी पानी परे भएकोले मान्छे हजुर डिसिजन त सही ल्याएर होला ओ फेरि हैट वाह वाला रे पानी त ठुलै पऱ्यो त दाइ हामीले छाता ल्याएको छ कि छैन रोहन दाइ छाता छ कि छैन हाम्रो टुर गाइड रोशन दाइ छाता छ कि छैन ब्याग त दिपेन दाइले बोक्यो भने दिपेन दाइले त छैन रे छाता दिपेन दाइ एक्कासी हाउरी नै आयो त अहिलेसम्म घाम लागिरहेको थियो इन्द्र देउटाले है तर अँध्यारो चाहिँ कस्तो हामी कति 1.5 किलोमिटर आयो होला नि होइन हामी त रोशन दाइ कति मिनट टाइमर प्लिज रोशन दाइ टाइमर हेर्दै हुनुहुन्छ अन्यथा नसोच्नु होला टाइमर पुरै गुगल गर्नु भएको छ पठाउ बोलाउनु लाग्छ रोशन दाइले चढ्न नसकेर कति रहेछ रोशन दाइ रेट पठाउको 58 ए पठाउ रेट त होइन नि अब चाहिँ मोबाइल राख्ने पर्ने अवस्था पानी धेरै नै पर्यो एकछिन बस्नु पर्ला है
हामी एकछिन ओट लाएर बसेका छौँ पानी धेरै नै पर्यो है अहिलेसम्म यस्तो थिएन मौसम अहिले मौसम एकदमै चेन्ज भएर सबैजना ओट लाएर बसेको छ हावाहुरी पनि आएको छ है अस्ति चिसो भएको छ मान्छेहरू पुरै आगो तापेर चिसो खै हाम्रो दाइ कहाँ जानुभयो रन दाइ कहाँ जानुभयो ओ चिसो के छ तिम्रो हालखबर ठिक छ रोहन दाइ के छ हालखबर ठिक छ नि कस्तो लागिरहेछ तपाईँलाई ओ चिसो है र यस्तै चिसो भएको छ सिन हेर्ने भनेको यस्तै हो काठमाडौँ सहर भ्यू यत्तिको वहाँ माथि पुगेर आइयो हामी एकछिन पनि बस्न सकिएन है हरिबिजोग आज हरिबिजोग भएको छ अहिले पानी नखाने अहिले चिसो छ ओ हरिबिजोग भएर सबजना चिसो भएको छ दिपेन दाइ अलिक टोलारै बस्नुपर्छ रोहन दाइ आजको यात्रा कस्तो भयो तपाईँको काम न मात्र बाँकी हो रोशन दाइ गोलमालको अजय देवगन जस्तो देखेछ आज जामाचोकको यात्रा लास्ट नै रोमाञ्चक अति नै होइन त एकछिन त रोशन दाइलाई कामी झाँक्री त्यो भिडियो एउटा खिच्नु बिर्सेँ नि मैले ठ्याक्कै निकाल्ला आँटै मोबाइल निकाल्ने आँट मेरो हजुर तर त्यो अहिले त लास्ट चाहिँ माथि त अब के साह्रो चल्यो हौ हावा त है गर्मी मेबी ठन्डी का एहसास बना दिया भनेर होइन धार्मिक कुल त होइन ड्रामा चोक रहँदा एक्साइटमेन्ट लेभल बढेको छ जामा चोकबाट फर्केर हामी जामा चोक है तेर्का को बुढा होला फेरि छोडिनु आज जामा चोक चढ्नलाई चाहिँ हामीलाई 2 घन्टा लागेको थियो 2 घन्टा पुग्यो हेर्नुहोस् न हामी 7:30 मा चढेर 9:30 मा त माथि पुगिसकेको थियो जामा चोकमै तर एकछिन पनि बस्न सकेन हावा चल्यो सिरिरी हावा पनि चल्यो त्यो हावा हुरी चलेर है गाह्रो जाह्रो त्यहाँ त हामी मोबाइलको भिडियो खिच्नु भएको त सही हुन्थ्यो नि तर मोबाइलले निकाल्ने स्थिति नै थिएन पानी परेर बाटो अलिक हिलो भएको छ याक्क फोटो पनि खासै खिचिएन चिसोको कारणले भिडियो मात्रै खिचेका छौँ हाम्रो रोशन दाइ बिहानदेखि त्यही एउटा लिरिक्समै जामा चोक कटाइदिनुहुन्छ फर्किँदैछौँ पानी परेर मान्छे आउनु अलिक कम भयो जस्तो नत्र अहिलेसम्म त भुलै थियो अहिले चिसो अहिलेसम्म पनि चिसो लागेको छ रोशन दाइ पुरै डन पारामा जानुभएको छ रोशन दाइ कति टाइम लाग्यो टाइमर राख्नुभएको छ अझै त्यो टाइमर ठ्याक्क पछि लास्ट ट्याक्क यति टाइमरमा भनेर हेर्नुहोस्
ती स्टप गर्न अरू मलाई देखाउन है खै कति टाइम हो खै 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 यता देखाउन 3 घन्टा 6 मिनट 6 मिनट भयो त अब हामी कति मिनटमा पुग्छ रोक्दै तर त्यत्रो लाग्दैन होला ओ ट्राफिक त आइसक्यो ओ ट्राफिक त आइसक्यो त्यत्रो लाग्दैन होला यो एउटा गइसक्यो त आइहाल्यो त अनि ए रोशन दाइको यहाँ दिपेन दाइको पो मोबाइल कराएर रहेछ नि अहिलेदेखि मैले त अहिले रोशन दाइको मोबाइल कराएर दिपेन दाइको मोबाइल ठिक हो त त्यो नोटिफिकेसन आएको क्या दाइ नरिसाउनु न होइन म सर्कट आएको बाटो कहाँ यही हो कि अर्को चाहिँ